नमस्कार। म आज एउटा दैनिकी लिएर उपस्थित भएको छु। शैक्षिक अवलोकन भ्रमण 2082 चैत 29 गते आइतबार। बिहानको 4:30 बजे मोबाइलमा अलार्म बजेपछि म बिउजेँ। आज श्री महेन्द्र माध्यमिक विद्यालय वालिङपा जगत भन्ज्याङको शैक्षिक अवलोकन भ्रमण गर्न जाने दिन। 6:30 बजे क्याम्पस रोडमा भेट हुने अघिल्लो दिनको सल्लाह अनुसार म उठेर नित्यकर्म गर्न लागेँ। नित्यकर्म सकेर भ्रमण जानको लागि तयारी भएँ र घरबाट बिहान 7 बजे निस्केँ। क्याम्पस रोडमा गएर टेकराज सरलाई फोन गरेँ। टेकराज सर र हेड सर सामान किन्न अल पसल जानुभएको रहेछ। म पनि त्यहीँ गएँ र केही सामान किनी पाण्डे होटलमा चिया खान गयौँ। केही समयमा श्रीराम सर पनि आउनुभयो। सँगै चिया खाएर बाहिर आयौँ र बसको प्रतीक्षा गऱ्यौँ। 6:30 बजे जगत भन्ज्याङबाट हिँड्ने भनेको गाडी मिर्दी हुँदै वालिङ बजार आएपछि हामी चोकमा आएर बस्यौँ। पवित्र म्याडम पनि आउनुभयो। केही समयमा गाडी आयो र हामी ब्यानर राख्न थाल्यौँ। ब्यानर राखिसकेपछि मैले बसमा ब्यानर देखिने गरी एउटा फोटो खिचेँ र 7:50 बसमा चढेँ। G2 ख 1705 नम्बरको गाडीभित्र गएर पनि मैले एउटा फोटो खिचेँ र सिटमा गएर बसेँ। गाडी अगाडि बढ्यो। आज हाम्रो पहिलो गन्तव्य पाल्पा जिल्ला रामपुर नगरपालिकामा रहेको राम तुलसी मावि थियो। गलेङबाट भित्र जिमुवा हुँदै जाने वा रामदी हुँदै जाने भन्ने विषयमा एकछिन छलफल भयो। गाडी बाँइटारी करादी हुँदै आफ्नै गतिमा अगाडि बढ्दै थियो। बिहान 8:30 बजे गलेङ पुगेपछि पानी किनेर गाडीमा राखी गाडी सिद्धार्थ राजमार्गलाई छोडेर पूर्वतिर लाग्यो। साँघुरो बाटोमा आफ्नै गतिमा अगाडि बढ्दै बिहानको 9 बजे काली गण्डकीको पुलमा पुग्यौँ। काली गण्डकी गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको बीचमा बगेको कालीको पुल तरेर हामी पाल्पा जिल्ला प्रवेश गऱ्यौँ। केही बेरमा हामी काली गण्डकी करिडोरको बाटोमा मिसिन पुग्यौँ। करिडोरको बाटोमा हुगी गाउँ कटेर 9:15 पिसाब फेर्न भनेर गाडी रोकियो। सबैजना तल झर्यौँ। पिसाब फेरेर सर म्यामहरू फोटो खिच्न थाल्नुभयो। केही बेरपछि गाडी अगाडि बढ्यो। करिडोरको बाटोमा आफ्नै गतिमा अगाडि बढेको गाडी रामपुर पुगेपछि 9:50 करिडोरको बाटो छोडेर स्कुलतिर अगाडि बढ्यो। स्कुल गेटमा पुगेपछि गाडीबाट ओर्लनुभन्दा अगाडि हेड सरले आजको भ्रमणको उद्देश्य र शिक्षकहरूले गर्नुपर्ने, सोध्नुपर्ने र लेख्नुपर्ने कुराहरू के हुन् त्यसको बारेमा जानकारी गराउनुभयो र सबै शिक्षक स्टाफहरू र समितिका सबैजनालाई एक-एकवटा डायरी र कलम वितरण गरियो। डायरी र कलम लिएर हामी श्री राम तुलसी माविको गेटभित्र छिर्यौँ। भित्र गएर त्यहाँको सरसँग केही बेर छलफल गरेर हामी सबै हलमा गयौँ। हल माथिल्लो तलामा थियो। हामी सबै हलमा बसिसकेपछि त्यहाँको हेड सरले त्यस स्कुलमा भएका सकारात्मक अभ्यासहरू, शिक्षकले गर्नुपर्ने विभिन्न कार्यहरू आदिको बारेमा जानकारी दिनुभयो। करिब 1 घण्टा त्यहाँको हेड सर बोलिसकेपछि हाम्रो विद्यालयका सरको बोल्ने पालो आयो। केही समयपछि हाम्रो अध्यक्षज्यूले आफ्ना भनाइहरू राख्नुभयो। हलमा बस्दा पानी र चिया खायौँ अनि 11:30 बजे साइन्स, म्याथ, सोसल ल्याब, कम्प्युटर ल्याब आदि विषयगत ल्याबहरू हेर्न जाने कार्यक्रम भयो। करिब 1 घण्टा 15 मिनट जति सबै स्कुल हेरिसकेपछि हामी फोटो खिच्न थाल्यौँ। हामी बिहान 11:45 खाना खान होटलतिर लाग्यौँ।
हामी शिक्षक स्टाफ 21 जना र समितिका 7 जना र गाडी स्टाफ 3 जना गरी जम्मा 31 जना थियौँ। स्कुलदेखि केही माथितिर रहेको होटल श्रीनगरमा हामी सबैले खाना खायौँ र 12:50 मा होटल श्रीनगरबाट गाडीमा फिर्ता भयौँ। दिउँसो 1 बजे रामपुरबाट गाडी स्टार्ट भयो। गाडी कालीगण्डकी करिडोरमा आफ्नै गतिमा अगाडि बढ्न थाल्यो भने गाडीभित्र दोहोरी गीत गाउन सुरु भयो। करिडोरको बाटो धेरै ठाउँमा राम्रो भए पनि कतिपय ठाउँमा साँघुरो र कतिपय ठाउँमा कच्ची थियो। दोहोरी गीत गाउने क्रम चलिरह्यो। 2 घण्टा जति लामो समय दोहोरी गाउने क्रम चल्यो। त्यसपछि केही समय गाडीमा गीत बज्न थाल्यो भने सबैजना आराम गर्न। दिउँसो 3:30 बजे पिसा फेर्न भनेर गाडी रोकियो। गाडी रोकेको ठाउँ जङ्गल भए पनि त्यहाँ सिद्ध गुफा लेखिएको एउटा बोर्ड थियो। त्यहाँ गैंडाकोट नगरपालिका 3 भोक्रेफाँट लेखिएको थियो। पिसाब फेरिसकेपछि गाडी चढ्यौँ र गाडी अगाडि बढ्यो। जङ्गलको साँघुरो बाटो, गाडी आफ्नै गतिमा अगाडि बढ्दै थियो भने तल कालीगण्डकी पनि आफ्नै गतिमा बग्दै थियो। विभिन्न जङ्गल पार गरेर 4:10 मा कालीगण्डकी करिडोरबाट हामी गैंडाकोट चोकमा महेन्द्र राजमार्गमा पुग्यौँ। महेन्द्र राजमार्ग पुगेपछि गाडी पूर्वतिर अगाडि बढ्यो। केही समयमै नारायणी नदी पुलमा पुग्यौँ। लामो नारायणी नदी पुलबाट नदीमा थुप्रै डुङ्गाहरू देखिन्थे। पुल तरेर हामी गण्डकी प्रदेशको नवलपुर जिल्ला छोडी बागमती प्रदेशको चितवन जिल्ला प्रवेश गर्यौँ। नारायणगढ बजारमा केही समय अगाडि बढेपछि 4:20 मा नारायणी नमुना माविको गेटमा पुग्यौँ। गाडीबाट ओर्लेर गेटभित्र छिर्यौँ। 4:30 बजे हलभित्र प्रवेश गर्यौँ। उक्त स्कुलका अध्यक्ष र पूर्व प्रह लगायतको टिमले हामीलाई उक्त विद्यालयको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै अहिले विद्यालयले अपनाएका असल अभ्यासका बारेमा बताउनुभयो। करिब 1.5 घण्टा अन्तर्क्रिया र छलफलपछि हामी हलबाट बाहिर आयौँ र फोटो खिच्न थाल्यौँ। फोटो खिचिसकेपछि विभिन्न विषयगत ल्याबहरू हेर्न गयौँ। कतिपय ल्याबहरू निर्माणकै क्रममा रहेछन् भने धेरै जसो ल्याबहरू प्रयोगमा आइरहेका रहेछन्। विभिन्न ल्याब हेर्ने र फोटो खिच्ने काम सकेपछि ग्रुप फोटो खिच्यौँ र गाडीमा आएर बस्यौँ। पहाडतिर त्यति गर्मी नभए पनि तराईतिर गर्मी बढिसकेको रहेछ। 6:30 बजे गाडीमा आएपछि म गाडीको साइड बी को सिट नम्बर 9 र 10 मा श्रीराम ढकाल सरसँग बसेँ। गर्मी थियो। 6:35 मा गाडी स्टार्ट भयो। नारायणघाट बजार हुँदै गाडी नारायणी नदी पुलमा पुग्यो र चितवन जिल्ला छोडी नवलपुर जिल्ला प्रवेश गर्यो। नवलपुर जिल्लाको गैंडाकोट बजारमा गाडी अगाडि बढ्दै गयो। रात पर्न थाल्यो। गाडीले बजार क्षेत्र पार गरेर जङ्गल क्षेत्रमा प्रवेश गर्यो। साँझ 7 बजे जङ्गलको बाटो पार गरेर बजार क्षेत्र प्रवेश गर्यो र 7:15 मा सिजी मन्दिरको गेट अगाडि पुगेर गाडी रोकियो। गाडीबाट झरेर 7:20 मा सिजी मन्दिर जाँदा मन्दिर बन्द भइसकेको रहेछ। मन्दिरभित्र जान नपाए पनि मन्दिर बाहिरबाट नै फोटो खिच्यौँ र नास्ता खान होटलतिर गयौँ। बाटो पार गरेर नास्ता खान विभिन्न होटलमा गयौँ। म लगायतका केही सरहरू डल्फिन होटल एन्ड लजमा गयौँ र भेज मोमो खायौँ। नास्ता खाएर सबैजना गाडीमा गयौँ। 8 बजे गाडी स्टार्ट भयो। आज सिजी मन्दिरभित्र जान नपाएकोले भोलि फेरि सिजी मन्दिर नै आउने
वा नआउने भन्ने विषयमा छलफल भयो। म योभन्दा अगाडि पनि धेरै पटक शिवजी मन्दिर गएकोले अहिले जान नपाए पनि केही फरक परेन। गाडी आफ्नै गतिमा अगाडि बढ्यो भने गाडीभित्र दोहोरी गाउने क्रम चल्यो। 8:10 कावासती हुँदै गाडी थारू भिलेजतर्फ अगाडि बढ्यो भने गाडीभित्र साँच्चै रमाइलो दोहोरी चलिरहेको। 8:50 हामी कावासती नगरपालिका 15 बागथोरमा रहेको अमलबारी थारू सांस्कृतिक केन्द्र रहेको होमस्टेमा पुग्यौँ। त्यहाँ थुप्रै होमस्टेहरू रहेछन्। हामीले दिउँसो सम्पर्क गरेको होमस्टे नम्बर 10 रहेछ। हामी त्यहाँ पुगेर गाडीबाट झर्यौँ र भित्र प्रवेश गर्यौँ। अबिर र फुल लगाएर हामीलाई स्वागत गरे। हामी धेरैजना भएकोले एउटै होमस्टेमा राति सुत्न नमिल्ने भएकाले धेरैजना केही सुत्ने र केही अर्को होमस्टेमा जानु पर्यो। केही सुत्ने साथीहरू आफ्नो कोठामा जानुभयो र झोला राखेर आउनुभयो भने म लगायतका 6 जना साथीहरू अर्को होमस्टेमा जाने कुरा भयो। 9 बजेपछि हामी सबैले खाना खान थाल्यौँ। खाना खाइसकेपछि थारूहरूको संस्कृति प्रस्तुत गर्ने ठाउँ सामुदायिक सांस्कृतिक केन्द्र रहेछ। खाना खाएर हामी 9:30 बजे त्यही हलमा गयौँ। हलमा जाँदा हलभरि भराउ थियो। हामी जस्तै घुम्न आउने थुप्रै मानिसहरू त्यहाँ होमस्टेमा बस्ने सबै पाहुनाहरू त्यही हलमा जम्मा भएर सांस्कृतिक कार्यक्रम हेर्ने चलन छ। त्यहाँ थारू जातिमा प्रचलित विभिन्न नाचहरू प्रस्तुत गरिँदो रहेछ। नाच प्रस्तुत गरेर थारूको संस्कृतिको बारेमा पनि जानकारी दिने चलन रहेछ। सोही अनुसार हामी पनि नाच हेरेर र संस्कृतिको जानकारी लिएर 10:30 बजेसम्म हामी त्यही थारू संस्कृति र नाच हेरिरह्यौँ। नाच आफ्नै मौलिक संस्कृति झल्काउने खालका थिए। विभिन्न पाहुनाहरू कोही फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए, कोही अरू नाच्दै गएर 10:30 बजे हामीले कार्यक्रम सकेर हामी खाना खाएको होमस्टेमा हामी होमस्टे नम्बर 10मा सुत्न नमिल्ने 6 जना अर्को होमस्टेमा बस्न जाने गरी त्यहीँको जङ्गल सफारी गर्ने गाडीमा चढ्यौँ र होमस्टे नम्बर 2मा त्यहाँ 2वटा कोठा रहेछन्। प्रत्येक कोठामा 3 जना सुत्न मिल्ने रहेछ। एउटा कोठामा अमर सर, आशिष सर र यमराज सर जानुभयो भने अर्को कोठामा विशाल सर, ढुङ्गाज सर र प्रत्येक कोठामा एउटा डबल बेड र एउटा सिङ्गल बेड रहेछन्। कोठा सफा र राम्रा थिए। डबल बेडमा विशाल सर र ढुङ्गाज सर सुत्नुभयो भने सिङ्गल बेडमा सुत्ने कुरा भयो। बाथरुम पसेर फ्रेस भइसकेपछि बिस्तारामा जाँदा 11 बजिसकेको थियो। एकछिन सरहरूसँग कुराकानी गरिसकेपछि मैले एकछिन मोबाइल चलाएँ। दिउँसो खिचेका केही फोटोहरू फेसबुकमा पोस्ट गरेँ। घर म्याडमलाई फोन गरेँ। केही बेर मोबाइल चलाएँ र 11:30 बजे सुतेँ।